कति मक्ख पर्नु परेको होला राम 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 हातमा फुल खै हातमा फुल खै अब फुल त ओइलाइ गयो भ्यालेन्टाइन डे पनि गइसक्यो फुल पनि ओइलाइसक्यो ल गाइस रेकर्ड गर गाइस के छैन ढुक्क हजुर हजुर अय्या रविनजी भन्नुस् न प्लिज तपाईलाई देखेदेखि के भयो यो मन बसमै छैन कहाँ छ तपाईको मन यो मन त तपाईतिरै छ नि पोखरातिरै गएको छ पोखरा जाउँ लाग्छ तर के गर्नु डर पनि लाग्छ कतै तपाईको श्रीमतीले मलाई तपाईसँग भेट्न नदिने हो कि भन्ने पनि डर लाग्छ पोखरा गएर पनि तपाईलाई भेटेन भने त्यसै फर्किनु पर्ने हुन्छ के गर्नु यो मनले तपाई बिना टाढा हुने मनै छैन तर यो माया पनि सम्भव छैन होला जस्तो लाग्छ किनकि तपाईको बिहे भइसकेको छ थाहा छ मलाई तर के गर्नु यो मन सम्हाल्नै सकिरहेको छैन कि मैले तपाईलाई देखेदेखि यो मन किन तपाईतिरै गइरहेको छ थाहा नै छैन तपाईदेखि जति टाढा भाग्नु खोज्छु त्यति नजिक आउन मन लाग्छ जति नसोचौँ भन्छु तपाईको बारेमा उति नै सोच्न मन लाग्छ के भयो होला मलाई कि माया बसेकै हो माया बस्दा यस्तै हुन्छ अन्दाज माया बसेको छ यस्तो त नहुनु पर्ने तर थाहा हुँदै पनि यति माया किन लाग्छ तपाईको जुन चीज पाउन सकिँदैन त्यही चीजको यति किन आशा लाग्छ करङ चिलाएर हो खोइ के चिलाएर हो थाहा भएन तर यो मन नै तपाईँ बसिसकेपछि सायद यही मनै चिलाएर होला यस्तो भएको के तपाईँ मलाई माया गर्न सक्नुहुन्छ यो सम्बन्धलाई भित्री छुपाएर हामी दुईको बीचमा मात्रै राख्न सक्नुहुन्छ मी रुबिनजी आई रियली लभ यु ए मनका इच्छाहरू टिकटकमा मेटौँ ए मनका इच्छाहरू टिकटकमा मात्रै मेटौँ यो जुनलाई यस्तै भयो च्यावाले अर्को जुनी भेटौँ पर्खिने यो जुनीमा के सम्भव हुँदैन र हाम्रो माया भन्नुहोस् बताइदिनुहोस् मेरो मैले सोचेका कुरा के पुरा हुन सक्दैन र मैले चाहेका कुराहरू ए तिम्रो मायालाई मैले मुटुभित्र सम्हाल्नु च्यावालीको मायालाई मैले मुटुभित्र सम्हाल्नु घरमा श्रीमती भए परिस्थितिलाई मैले कसरी अँगालु अरूले त गरेका छन् त यही कामहरू कयौं मान्छेले गरेका छन् के हामीले चाहिँ गर्दा के बिग्रिन्छ र ए च्यावलीलाई माया गर्दा मलाई गाल पार्लान् ए च्यावलीलाई माया गर्दा मलाई गाल पार्लान् अर्को छोरीलाई मलाई रह्यो भन्दा ससुराले मलाई ठुङ्गेर मार्लान् दुवैजनालाई माया बराबर गर्दा के बिग्रिन्छ र उहाँ पनि नारी हो म पनि नारी हो दुईटै नारीलाई माया बराबर गर्दा के जान्छ र तपाईको मेरो आशालाई नमेटिदिनु होला प्लिज ए चियावलीलाई बोलाउन मन लाग्छ भन्दै ओइ ओइ चियावलीलाई बोलाउन मन लाग्छ भन्दै ओइ ओइ ए दुईटा श्रीमतीको पोइ कुना बसी रोइ तपाईलाई डबल माया दिन्छौँ सोच्नुहोस् त दुईजना श्रीमतीको श्रीमान कस्तो हुन्छ कति खुसी मिल्छ होला माया गर्दा कस्तो हुन्छ होला एकचोटि सोचेर त हेर्नुहोस् ए यति राम्रोको माया पाउँदा कसको मन नरोला यति राम्रोको माया पाउँदा कसको मन नरोला
दुईटा बुढी बिहा गरेपछि तिमीले समात्ने श्रीमतीले अर्कैले पिट्ने होला 你别笑。我最近赚一个眼。 कैचन गे दुःख छ कि हजुरप्रति प्लिज यस्तो नभन्नुहोस् मलाई स्वीकारेर आफ्नो श्रीमती बनाउनुहोस् असाध्यै माया गर्छु म तपाईँलाई कहिले पनि दुःख दिन्न आई प्रमिस कहिले पनि झगडा गर्दिन असाध्यै माया गर्छु मिलेर बस्छु ए कपुरधारा केसँग माया गर्दा पार्नु गाल पार्यो ए कपुरधारा केसँग माया गर्दा पर्नु गाल पार्यो च्यावालीको मायाको सामुने मेरो माया हार्यो 你别笑。 यसमा 我最近赚一个眼。 अब भन्नुहोस् मलाई माया गर्नुहुन्छ कि हुन्न ए कहिले होला भेट हुने कहिले मुही खाने ए कहिले होला भेट हुने कहिले मुही खाने भनिदेऊ प्यारी हनीमुन हामी कता जाने 你别笑。 प्रस्ताव ओके भइसक्यो अब हाम्रो बिहे हुन्छ 40 प्लिज थ्याङ्क यू सो मच आई लभ यु मेरो माया मेरो मुटु आई लभ यु आई लभ यु रुबिन खड्का थ्याङ्क यू सो मच च्यावालीको मायाले मेरो मन छुन्छ ए च्यावालीको त्यो मायाले मेरो मन छुन्छ असली बिहा त श्रीमतीले भोलि चिरपट्टाहरूले मलाई ढाडमा हानेपछि बल्ल हुन्छ 你别笑。 गाइस ए गेमलाई फोकस गर है लभ सब छोड यार ए गाइस गेमलाई टेङ्गनलाई प्लिज एउटा बुझ्नु गाइस एउटा बुझ्नु